हामी दाजुभाइ गाउँघर आएको बेलामा प्रायः हामी सधैँ यसरी नै खोलाको छेउमा आएर चाहिँ यसो साथीभाइ रमाइलो गर्ने गर्छौँ। त्यसै गरिकन आज पनि हामी यो हाम्रो जलदेवी मन्दिर छ यहाँ माथि, हरेक वर्ष हाम्रो यहाँ प्रायः पूजा भइरहेको छ। अनि यसैसँगै हामी यहाँ तल गौडी रुवा भन्ने छ, तलपट्टि बाटा रुवा भन्ने छ। अनि अहिले हामी यो ठाउँ भएको चाहिँ यो जलदेवी हो। यहाँ पहिला पनि धेरै साथीहरूले आएर हामी पहिला एकदमै बच्चामा धेरै पौडी खेल्थ्यौँ, धेरै एकदमै घाँसपात गर्ने ठाउँ हो। आज हामी यहाँ सबै साथीहरू आछौँ, भाइहरू आछन्, विशेष गरी रमाइलो हुन्छ। अब यो चाहिँ तपाईँको कल्पना गरेरै सकिन्न, प्रायः धेरैलाई यो सम्झना पनि हुन्छ। यो पछि वर्षौँ वर्ष पनि हामीले यो कुराहरू याद गर्न सक्छौँ। त्यही कारणले गर्दाखेरि म तपाईँहरूलाई यो दृश्य देखाइरहेको छु। यो जस्ट रमाइलो मनोरञ्जन एउटा पिसफुल वातावरण छ, साँच्चै नै आनन्द आइरहेको छ, वैचारिक एउटा माहौल क्रिएट छ। सबैजनासँग हामी सधैँभरि मिल्छौँ। हाम्रो दुश्मनी या व्यक्तिगत इस्युज कसैसँग पनि छैन। यो 2 दिन बाँचुन्जेल सबैसँग रमाउने हाँस्ने यही त हो जस्तो लाग्छ मलाई, मेरो व्यक्तिगत विचार। अनि सबै साथीहरूलाई धेरै धेरै सम्झना, देश तथा विदेशबाट हेरिराख्नुभएका, हामीसँगै पहिला घाँस दाउरा गर्ने, गोठालो गर्ने हाम्रा दाजुबहिनीहरू हुनुहुन्छ, अङ्कल आन्टी हुनुहुन्छ, धेरै धेरैलाई धेरै धेरै सम्झना छ यहाँबाट। यो एउटा सम्झना हुन्छ तपाईँहरूलाई। म पनि त्यहाँ भइदिएको भए सायद रमाइलो हुन्थ्यो, म यस्तो गर्थेँ भन्ने हुन्छ। अब तपाईँहरूसँगै भएको बेला पनि हामी फेरि यसरी नै रमाइलो गर्नेछौँ। यो वातावरण सधैँ आउँदैन, वर्षमा एकचोटि अथवा 2 वर्षमा 5 वर्षमा एकचोटि यसरी चाहिँ हामी भेला भएको बेलामा यसो गर्छौँ। धेरै धेरै सम्झना छ। यो भिडियो हेरेर बस्नुहुने तपाईँ सबैलाई धेरै धेरै सम्झना छ है। केटाहरूले चाहिँ टक्क अहिले कुखुरा माथिबाट ल्याए अनि 2टा कुखुरा ल्याएर अहिले हामीले चाहिँ टक्क काटेर यतिखेर साथीहरू यो कुखुरा बनाउने तयारीमा छन्। यो चाहिँ खासमा हामीले एउटा गाउँमा आउँदाखेरि अब पुरा साथीभाइसँग वनभोज बनाएको चाहिँ काका भतिज दाजुभाइ टक्क आएर यसो रमाइलो गर्दैछौँ है साथीहरू। काम गर्दैछौँ। यतिखेर हामी चाहिँ ज्वालामुखी गाउँपालिका वार्ड नम्बर 5 र यतापट्टि मैली हाम्रो जलदेवी मन्दिरको छापिङ गर्छौँ। हामी चाहिँ यहाँ साथीसँग वनभोज कार्यक्रममा व्यस्त छौँ। खुट्टामा काँडा बिजेछ। जिन्दगीमा काँडा बिजिसकेपछि सानो किन नहोस् धमरधुस 1 घन्टा भयो एउटा काँडा भिज्न सकेको छैन। हाम्रो चाहिँ ढक्क लाएर
अहिले त्यतिखेर मसलाहरू दलदल कार्यक्रम भइरहेछ। अब यो मसला हालिसकेपछि अब यसलाई चाहिँ हामीले बिस्तारै फ्राई गरेर आनन्दले तपाईँलाई पनि हामी देखाउँदैछौँ, हेर्नुहोला। म त यो बना म मासु बनाउँछु। नुन हाल्यो, नुन हाल्छ ट्यान्डु है। यतापट्टि चाहिँ तपाईँको अब यो तायोमा चिकन हालेर ढुङ्गा पोल्ने कि रोस्ट बनाउने? ढुङ्गा पोल्दा दामी हुन्छ तर चिम्टा छैन क्या। फर्काउन आगो बाल्नु। हामी त्यहाँनिर चाहिँ पुरा स्पेसल बनाउँदैछन्। अब यो कसरी खाने हो भन्ने कुरा चाहिँ अब म आफै दङ्ग परेको छु। त्यो पुरै चाहिँ तपाईँको ढुङ्गामाथि राखेर पोलेर रापमाथि केटाहरू दुईवटा हाम्रो भाइहरू लागेछन्। उनीहरूले चाहिँ कस्तो बनाउँछन् भन्ने चाहिँ अब शङ्का छ, काममा चाहिँ शङ्का छैन है। यस्तो पराएको फिल्ममा अब हेर्नु है कस्तो हुन्छ है। अब यसरी चाहिँ ग्यास लगाएर लाग्दैन नि त अहिले फर्काउनु सजिलो। रातो रातो बनाएर खाने क्या। अब एउटा हालिदिउँ है, छिटो पर्छ नालो पर्ने बेला हाल्यो। झराबाट पत्ते झर्दैन हुन्छ, झरे नि अब फाइनली हामीले चाहिँ पकाएर पनि सक्यो। अब लगभग धेरै बेर पकाइयो। अब चाहिँ हाम्रो खाने कार्यक्रम सुरु भएको छ। फाइनली अब केटाहरूले मिठो होला आइटमहरू बनाएछन्। अब झ्याप्प खाने कुरो भएको छ। अब हाम्रो अरू साथीहरू चाहिँ उहाँ तलसँग आएको छ। कस्तो छ? मिठो छ? एकदम। कस्तो भयो आज ल बनाउँदा केटाहरू? यति समय भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। वनभोज कार्यक्रमको चाहिँ रमाइलोका साथ यसरी खाइएर समापन गरियो।